गाइज वेलकम टु माई चामलिङ ब्लग। सो गाइज हामी चाहिँ आज संस्कृति पार्कमा छौँ। चारगुडी गढी हुँदै हामी आज चाहिँ भेटघाट निक्लिनेछौँ है। गाइजहरू अन्तिमसम्म हेरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब र लाइक गरिदिनु होला। यस्तो गाइज ल लागौँ। क्यामेराम्यान छ यहाँ मेरो यता रोजन नाम होइन रोजन उसले बनाएकै यो चाहिँ रोजनले नामै रोजन डल ब्याट खान्छ त्यसले पिसाब हुन्छ हेर्दै गर्नु होला साथीहरू अन्तिमसम्म। म हल्का हल्का बनाउँछु। गाइस त्यहाँ चाहिँ बस्ने ठाउँ पनि बनाएर छ, सुत्न आउनु सक्नुहुन्छ। डेटिङ गर्ने ठाउँ चाहिँ माथि है, माथि यहाँ बाटो देखाइरहेको छु तपाईँहरूले। मैले डेटिङ गर्ने ठाउँ चाहिँ माथि आउनु हुँदैछ भने गर्लफ्रेन्डसँग त्यहाँ माथि गोर्खा साम्बाङ पनि हुनुहुन्छ। गोर्खा पार्क पार्क होइन पार्क छ पाँच हर्का हाम्रो मेरो सब पो हो त हर्का माइक। यो माइकको नाम रियलमा चाहिँ के हो? हर्क साम्बाङ। ल भाइ माथि ल हामी चाहिँ अब माथि लाग्छौँ है। यो चाहिँ गोर्खा पार्कै गोर्खा बोजूहरू चाहिँ माथि हुन्छ, अरूसँग पनि जाँदैछौँ है हामी। यो चाहिँ गोर्खा पार्क रहेको छ, संस्कृति पार्क। अस्तिको पालि एकचोटि धेरै पानी पर्दाखेरि यहाँ बाढी आएको थियो, त्यही भएर। कहिले बनाएको होला? नयाँ नयाँ छ। अस्ति बाढी आएको थियो अरे, बाढी आएको थियो। एकछिन हामी गोर्खा पार्क घुमेर आउँछौँ। गाइज हामी गोर्खा पार्क आइसक्यौँ मेन ढोका। यहाँ एउटा भिडियो देख्नु भएको होला। यहाँ सबै क्याप्टेन हेड क्याप्टेनहरूले यहाँको आर्मीहरूले गरेर यहाँ चढाउनु भएको छ यो माला सबै क्याप्टेनले। अनि सल्युट गर्नुभएको थियो हर्का साम्बाङ सरले पनि मेयरले पनि यहाँ आएर हो नि। यहाँ नाम लेखिदिएछ यहाँ को कोले पैसा दिनुभएको छ यहाँ। बाजेको नाम पनि होला नि, बाजेको नाम हाम्रो बाजेको नाम पनि हुनसक्छ है। हेरौँ विष्णु है मेरो बाबुको नाम। ए होइन होला युके क्रिम छ। धरान 18 चाहिँ हेर न। धरान 18 पर्ख पर्ख यहाँ छ 18 यहीँ होला। 19 18 त छैन त 18 खोइ 18 धरान 18 19 को मात्रै छ ल। 18 यहाँ छ 18 धरान 18 बिएच के बाता अर्को पनि होला नि। उहाँले कति 1 10 100,000 10,000 लाख 1,50,000 जति पैसा प्राप्त गर्नुहोस्। 15 लाख होला नि। हामी अलिक म्याथमा कमजोरी छ, मेरो क्यामेराम्यान भन्नु सक्दैनन्। यहाँभित्र होला हौ, यहाँभित्र चाहिँ होला। यहाँ हामी भित्र बस्छौँ। हाम्रो आधी ग्रुप चाहिँ माथि गइसक्नु भयो। सो गाइज हामी ज्यादा चाहिँ भ्लग गर्नु सक्दैनौँ, डबल हामीले उता ब्याट्री लिएनौँ नि त, त्यही भएर गाइज हामी हल्का हल्का गर्दै रहेछौँ। सो गाइज यहाँ पनि राखेर छ के को थाहा छैन। अस्ति सम्मानित गरेको मान्छेहरू, सम्मानित गरेको मान्छेहरू गरे। यो चाहिँ सिटी चिन्ने सबै X1 12 स्टार। माथि जाने हो क्यामेराम्यान? जाउँ न त। हामी त जतिखेर पनि ढिले हाम्रो ग्रुप माथि पुग्नु लागिसक्छ। हामी त त्यतिकै हो। हामी त छिटो हुन्छौँ। छिटो हिँड्छौँ क्या। ल अब यहाँ यता 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 देख न यहाँ अर्को ठाउँ पनि रहेछ। यहाँ ठाउँ पनि बनाइदिएको रहेछ। यहाँ आएर बस्नु सक्नुहुन्छ। यहाँदेखि माथि जान्नौँ हामी। अब उता मन्दिर रहेछ, मन्दिर एउटा। भगवान रक्षाको होस् है। नमस्ते भगवान। पुलिस फोर्स जनरल अफ जापानिज सिङ्गापुर होला हौ। जापानिज हो 1940
सिङ्गापुर पुलिस हो जापानिज इया क्या सिङ्गापुरिज हुनाले यहाँ फोर्स जापानिज म फोटो खिचेर तपाईँहरूलाई राखिदिएको हुन्छु पढ्नुलाई आफै बाजेहरू खै बाबा ओ बाबा मस्की मस्की ओइ त्यो आन्टी गणेशहरूले त एउटा पुल धार्छ नि पुल धार्छ नि ओइ यो पुलको बाटो जाने ओइ मस्की मस्की पुलको बाटो क्यामेरा अन छ है हँ क्यामेरा अन पुलको बाटो जाने कहाँ त्यो राति आन्टी गणेशहरू धार्दैन जाने ल अब ल गाइस अब हामी खोला तर्न रहेछौँ यता ऊ बाटो यता छ मस्की ल गाइस हामी खोला हेर्न जाँदैछौँ मस्की के ल गाइस कस्तो दामी रहेछ बढी हेर्नु हाल्दे ओइ ओइ अफ गर यता आउन त्यहाँ ढुङ्गामा टेकेर आउन यता एकछिन आउन ओइ ओइ आउन एकछिन यहाँ आउँदैछ यहाँ क्यामेराम्यान जल्दी फोकस गर भाइ छिर न एकचोटि भाइ भाइ लगाइज आइछ भन Saya एकचोटि खुट्टा छिर त खुट्टा छिर न कति छ छिर एकचोटि माथि माथि छिर भाइ त्यहाँ टेक्ने ठाउँ छ त्यहाँ टेक्ने ठाउँ छ टेक्ने ठाउँ छ त्यहाँ ल गाइस चार्लिङ भ्लगको हालत कस्तो भइसकेछ ओ चार्लिङ भ्लग छिटै ल है म यहाँ छु पल्लोपट्टि चाहिँ यहाँ चार्लिङ भ्लग हालेको छु ए डुबो चार्लिङ भ्लग डुबो फेरि उतै हान भनेर ल गाइस यस्तो पानी छ ओ चार्लिङ भ्लग हामीलाई चाहिँ नपर्खिने यता हो बाटो यता ल अब हामी फेरि बाटोतिर लागिसक्यो गाइस हामी चाहिँ खोला तरिसकि माथि पनि हेरेर आएको दामी त पौडी खेल्ने ठाउँ तर दिँदैन क्या हर्को सामानले खाने पानी पानी पनि खानु पर्यो दामी छ नि त्यहाँ है ओइ गएर छैन मस्की यहाँ चाहिँ फुलहरू रोपेको रहेछ हर्का सामानले के गर्नु गाइस तिहार लागिसक्यो अब तिहार सकिसक्यो चाहिँ फुल्छ केराको बोट पनि रहेछ ओइ गयो थाहाहरू त केराको खम्बा पुरा ए हामी दुई भाइ जम्मा ए लड्दै पढ्दै पुरा ए आएका हामी लड्यो नि अब हर्कन्डे त्यो त भक्लै छिरेको होइन कत्रो पस बिराखेको सो गाइस अब चाहिँ हामी माथि गएर भेट्छौँ ल बाटो आइसक्यौँ कुहिरोले मान्ने छ उता पारि चाहिँ बाटो छ है उता चाहिँ टावर छ बिचमा चाहिँ यस्तो छ है उता पनि त्यस्तै छ क्यामेराम्यान कारहरू छ हेर्दै आउँछ ओ सेङ भाइ ल गाइस हामी
हिँड्दै यस्तो ठाउँ खोला ठाउँ आइपुग्नु है हिरा र पहिरो खोलाको बाटो नमान्न डराउनु। अब त बल्ल खुल्ला बाटो ल अब सिडी सकेर बल्ल खुल्ला बाटो आइसक्यो होइन। त्यो माथि चाहिँ हेर त उता मुनि चाहिँ खोला छ है साथीहरू देखाएको छ कि छैन उता मुनि। जुनै हुँदैन भिडियो गर्दा गर्दाखेरि। अब चाहिँ अलिकति खुल्ला बाटो आयो अलिक ठुलो यहाँ चाहिँ रुखहरू रहेन रहेछ। गाइस हामी चाहिँ यस्तो आइसक्यौँ कस्तो हो यसलाई चाहिँ थाहा छैन यो रुखको नाम यो रुखको पत्ताले हो सिकिन्छ नि हो कस्तो सिल्की हेर्न त त्यो राजको मैले चलाउँछु त्यो के भन्छु राजको मैले सिक्दिन्छ भन्छ नि यस्तो त्यो तारिबिरहरू झर्दाखेरि यस्तै यसले नै हो यही हो। आज रियलमा देखियो यस्तो रूप थाकेर स्यालक्कै भइसक्यो। अब सर्ट सर्ट भिडियोमा गर्दै जान्छु है साथीहरू अन्तिमसम्म हेरिदिनु होला। ओइ भन्नु न गर्नु पा पिङ खेल्नु हुँदैछ खोइ ल्याउँदा म गर्छु र दादा र म चाहिँ पिङ खेल्नु गर्छ नि। म पिङ खेल्छु ल यो मेरो फोनबाट बनाइदेऊ त हुन्छ